भन्नुपर्ने एकपल्ट भन्नु के हटेन आमा अठार त भएन नि तपाईँले ल दाल हाल्नु नि त दाल हाल्नु त म हाल्छु ल थोरै राख है हजुर आमा थोरै बढ म पहिला पनि पहिला के बोल्ने हो र खाने घम खाने बेला मामु खानु न खानेकुराको नाम नभन्नु भन्छु मम्मी नबोल बोल्ने सबै खाऊ ल सानो तिमीले हात धोएर आएको नि म त आज त हातले खाँदिनँ होला चम्चाले खान्छु अचार पनि हाल्छु ल आमा कस्तो लाइन गरेर कस्तो गरिन् है ओके हाल्छु ल बेसारमा बिर्सेछ नि त आज अयो छ्या बेसाराले बिर्सेछ नि त आमा के भयो होला है मेरो दिमाग त्यस्तो भन्नु के छ भन न भाइ ल ल सबैलाई हेलो आइनु हेलो हाई नमस्ते सबैजनालाई आज चाहिँ आमा म अनि मेरो छोरी हामी तीनजना मुखबिङ गर्दैछौँ साथीहरू हाम्रो चाहिँ खानामा चाहिँ आज पोर्कको मासु भइहाल्यो अनि त्यसपछि नेपाली अचार अनि लोकल दाल अनि सिम्पल भात अनि त्यसपछि पानी है त ल खाऊ न त ल स्टार्टिङ ल सुरु गरेँ ल ल म आज चाहिँ चम्चाले खान्छु कि अस्ति हातले खाएको के अनि खास त लागेन नि त मलाई आफू जे कम्फर्टेबल भयो त्यसमा खान्छु नि है ल खायो है ल खानु ल फर्स्ट बाइट खाएँ ल भन्नु न अप्ठ्यारो नमानेर खानु हाम्रो आमा चाहिँ क्यामेरामा बस्नु त्यस्तो बानी छैन नि त अनि लजाउनु भएको क्या अनि मैले बस्नु चाहिँ आमा बस्नु भनेर बसेको हो नि त तर क्यामेरा कस्तो एङ्गलै मिलाउनु सक्दैन मैले कस्तो लाइन गएको है आमा खानु कस्तो भयो अचार कस्तो भयो मिठो भयो तपाईँलाई पनि पिरो भयो म अलिक स्पेसी खान्छु लाइन नभएर पनि कस्तो भयो अप्ठ्यारो नमाने खानु है आमा मान्दैन जिब्रो निकाल्ने बानी छ कि मेरो खाना आमालाई अलिक कम्फर्टेबल भएन जस्तो लाग्यो कि अलिक अप्ठ्यारो माने जस्तो लाग्यो भएन अप्ठ्यारो नमाने खानु है कस्तो लाइन नआएको छ मलाई भाषा तिमीलाई अप्ठ्यारो भयो खुट्टा उता राख नि त खुट्टा उता होइन खुट्टा यसरी राख नि देख्दैन खुट्टा अलि अगाडि हो यसरी खानु त हामी पनि खुट्टा चिराउने कि आमा ल मिठो भाषा मिठो भयो गायकमा त मासु खानु पर्यो गायक यता पनि खानुहोस् है आमाले हँसाउँछ भाइ खुल्यो खानु के हँसाएर भाइ सुट्ने आयो गाई खाना खानु पर्यो आमाले भनेको साथीहरू म त मासु खान्छु त्यसो भन्नुपर्ने एकपल्ट भन्नु के मैले बुढी मान्छेलाई अब हामी पो अब हामीलाई त कन्फ्युज हुन्छ बिचरा आमा है हामी कहिले पनि बोल्दैन के यसरी साथीहरू भन्नु न नेपाली फेरि के अरे टिपिकल नेपाली बोल्नु क्या फेरि मिक्स हुन्छ यहाँनिर फेरि ओके म जान्दिनँ नजान्ने भन्नु न भन्ने हामीले खानु भन्दै खानु मात्र भन्छ नि आफूलाई जस्तो आउँछ त्यस्तो भन्नु त नि है
कस्तो पानी खानु मन लाग्यो चिसो पानी तिमीले फर्स्टमा है यो मुकब्याङ चाहिँ मेरो भन्दा पनि मेरो छोरीको रिक्वेस्टमा है मलाई भन्दा पनि ऊ बढी सोचिन्छ उसले मामु गरौँ न प्लिज मामु गरौँ न भनेर उसले चाहिँ मलाई धेरै रिक्वेस्ट गरेको भएर चाहिँ मैले चाहिँ लिएर आएको हो किनकि म भ्याउँदैन नि त म प्रायः बिजी नै हुन्छु एक दिनको छुट्टीमा घरमा काम गर नुहाउ कपडा धो भाँडा माझ त्यही त हो नि है कतै बिजी हुन्छ अहिले पनि कामै भइरहेन अनि उसले चाहिँ रिक्वेस्ट गरेर मामु गरौँ न प्लिज भनेर साह्रै रहर गर्छ क्या छोरीले चाहिँ तिम्रो रिक्वेस्टमा पनि थाहा होला नि तिमीलाई आज एक दिन त हो ऊ पनि बस्ने अब फेर यस्तो हप्ता मासु पनि खानु ल नानी बाबाले खान्न तरकारी खाँदेर पठाउनु अन्त उतै अफिसमा खाने हो नि उतै खानुहुन्छ बिहान बेलुका उतै हो कहिले कसो चाहिँ मसँग मैले खाना बोलायो भने चाहिँ अब बुढाबुढी यसो बसेर खानु त भनेर बोलायो भने चाहिँ आउनुहुन्छ म त उतै खानुहुन्छ मैले आज आउनु बिहान आज म छुट्टी छ नि त घरमा के अरे आउनु यहीँ बसेर खाना बिहान खाना आउनु नि त अनि भनेको आज उता के अरे उनीहरूको अफिसमा पनि केटाहरूको उठ्यो अरे के बाजी थियो हिजो वर्ल्ड कप थियो नि त फाइनल थियो नि त आमा फाइनल थियो अर्जेन्टिना र स्पेनको बाजी लाएको थियो अरे अनि स्पेनले जित्यो अनि त्यही भएर एकजना भाइले चाहिँ स्पेनले जितेपछि मासु खुलाउँछु भन्दै थियो अनि त्यही पार्टी छ अरे क्या आज त्यही भएर आज राति यहाँ माथि कहाँ सुत्नै पाएन नि आज त आमा सुत्नै पाएन म त सुनेको किन मन पर्दैन तिमीलाई मेसी म त सुनेको सबैजना चिन्ने मान्छे बिहा पनि हेर्छु नि अनि के जातको हो क्या होइन के जातको होइन के वर्ल्ड कप भनेको विश्वभरिकै फुटबल हो कि त्यो अहिले 5 वर्षमा हुन्छ फुटबल खेल्ने हो कि त्यो अनि त्यो फुटबल खेल्नु हिजो फाइनल थियो 1 महिनाको हुन्छ हिजो फाइनल थियो नि त आमा अनि त्यही भएर म त है सुतेको ठ्याक्क 3:30 बजेर उठेको पुरा हुटिङ गरेर त आमामामा मेरो बुढा बिचरा हेर्न गएको थियो उसलाई फुटबल लगाएर पोलिसीको हुने म हेरेर उहाँ चाहिँ अनि म त ठ्याक्क उठेको त निद्रै लाग्यो त्यसपछि त निद्रै लाग्यो नि बिहान बखर सुते उठेर म त 7:45 बजे उठेको नि त आमा आज त्यही हो त ढिलो भएको न त बिहानै खाना पाइसक्थ्यो नि अनि ग्यास सक्यो ग्यास लिन गयो फेरि पानी परेको त्यस्तो हुने है ठ्याक्क कस्तो पानी परिदिरहेको फेरि फेरिङमा त झन् हामी नयाँ पुल चढेर आउँछ नि यता खाना रुचेको रहेछ नि ऊ त्यो दोकानमा पानी पस्यो भने सुनेको थियो नपकाएर खानु न तिमी खाऊ अनि म अरू थप्छु है किचनमा गएर मलाई जान्छ होला हो किन हो कि मलाई त 12-1 बजीतिर मात्रै भात एकदम खाम हुन्छ नत्र भने बिहान खाम हुँदैन है भात किन हो होइन यहाँ बाँध्नु भएको हो हामी त हामी घरमा त 10-11 बजे अघि आमाले जबरजस्ती खोलाइदिएको थियो अचार पिरो हुन्छ जिब्रो निकाल्दैन भन्छु जिब्रो निकाल्ने पानी छ भाइ मेरो त कस्तो नराम्रो पानी बसेको खाना खाँदा क्या मैले हेरेको छैन हेर्नु भएन के बानी बस्यो होला है आमा मेरो होइन कोहीको बानी हुन्छ अरे क्या भनिरहेको फेरि निस्किहाल्छ आमा बानी नहोस् बानी यहाँ यति लामो निस्केर भात यस्तो गरेर सोह्र लान्छ नि कसैले त तर झर्नै दिन्न नि बिस्तारै खानु जानु
प्राइस दादा पनि स्वारिका जिस्क्याको हेर्नु मन लाग्छ सुन्नु मन लाग्छ होला खै स्वारिका भनेर सोचेको हो बिचरा सागर दाई आएन भने सागर दाई आएन ऊ आफूलाई जाम भनेर गाडी लाग्छ अरे के हुन्छ अरे आफै भिडियो बनाउनु बेला नानी त स्कुल गइहाल्यो नानीको त स्कुल थियो म मुखबाङ भिडियो गरिरहेको थिएँ सायदेखि मलाई सिकाइरहेको थियो क्युट भन्नु न आन्टी वा भन्नु न बोलिरहेको थियो म त हाँस्दा पछि भयो अरू खाने कि भयो तिमीलाई खाना मलाई सुने खाऊ न तर त्यसरी उसो नखाऊ है हो जाउँ त भात हालेर लिएर आउनु त जति खान्छु त्यति धेरै नआब है फेरि फाल्छ जति खान्छ त्यति हालेर लिएर आऊ मेरोभन्दा धेरै भात खान्छ कि मेरो छोरीले खाएको त राम्रो खाएको राम्रो हो नि म खाना खाएको राम्रो लाग्छ त्यो चाहिँ यति जुटोमा त लागेर छोडाको त्यो ज्यान पनि लाग्दैन के काम भन्न मन लाग्छ यहाँ पिरो लाग्यो कि अस्ति ब्रस गर्दाखेरि त्यो ब्रसले यहाँ ठोकेर यहाँ ओठमा पुरा घाउ भए त्यही भएर खानै सक्दैन पानी खाने आमा खानु मलाई खाना खाँदा पानी कम्ती हजुर खाना खाँदा पानी कम्ती हो मलाई फेरि पानी पनि उस्तै खानुपर्छ है खै किन हो बानी नै भइसक्यो तर वास्तव भन्यो भने के अरे खाना खाँदाखेरि पानी खानु हुँदैन नि हुन्छ र जन खाना खाउँ होइन के अरे कि खाना खानुभन्दा 5 मिनट अगाडि खाने रे कि खाना खाइसकेपछि खाने रे खाना खाँदाखेरि पानी खायो भने हाम्रो पेट अलरेडी पानीले भरेछ नि त अनि त्यो भात चाहिँ अड्दैन नि त अनि त्यो एकैछिन फेरि पानी त पिछाडि गइहाल्छ अड्दैन अनि त्यो भोक लाग्छ भन्छ कि अब के थाहा त्यसो भने सुनिरहेको थिएँ नि डक्टर त होइन घर आएपछि डक्टर खानाको डक्टर घर आएपछि दादा आमा त्यो छोरी भएर बस्नु भयो भने चाहिँ बस्दैन खाना बनाउँछु पकाउँछु आमा छोरी बसेर खान्न म त अन्त त नानीले बनाउने रे आज सोमबार अरे ऊ र म आज त बसिन रे गफ गरेर यति योभन्दा बढी यसले नानी मेरो छोरी 3 चोटि थपिसक्यो जबरजस्ती नखाऊ है फेरि तिमी त बमिट पो गर्छ त धेरै खायो भने त है जबरजस्ती नखाऊ जति तिमीलाई रुच्छ त्यति खाऊ जबरजस्ती खानु पर्दैन जबरजस्ती खानु हुँदैन नि सानो जति आफूलाई रुच्ने त्यति खाने हो त्यसो जबरजस्ती खानु हुँदैन नि खानु त खाने नि है झुट के हुन्छ यता बस्छ त राम्रो क्यामेरा मैले पनि भ्याएँ पोहोरको मासुहरू न पुरा पोहोर बेली छ बेली त कस्तो मिठो हुने क्या है 3 लेयर होला आमाले पनि भ्याउँदै हुनुहुन्छ देखेको त थाल त फेरि 5 केजी अट्छ होला है भा 5 केजी अट्छ होला बिचरा आमालाई खास लागेकिन तपाईँलाई कसैलाई क्यामेरा मर्की त अप्ठ्यारो लाग्छ नि त खानु केही मान्नु पर्दैन लाग्दैन एउटा त्यो चट्केर नहाल्नु मान्छे चिन्छ भने हामी नेपाली तिमी त इन्डियन हो कि इन्डियनको जस्तो छ क्या हो आमा म इन्डियन जस्तो देखिन्छ तिमी नै हो म त इन्डियन रहेछु है त्यसो त नेपाली र इन्डियन गर्छ इन्डियामा छ यो बुढी फेरि कहाँ इन्डियनसँग गएर भन्दा रहेछ अब सबै माछा पनि यस्तो मुन्द्री लाग्छ पहिलाको मासु लगाउँदैन त के भनेर है आमाले
मैले हरियो चुरा लगाएको थियो काम गर्दाखेरि मसला पिस्दाखेरि त्यो बज्ने भएर फुकाल्दै मैले यहीमा श्रावण घरमा थियो बजार लगाएपछि राख्दैन आमा मेहन्दी ल्याइदिनु होला मेहन्दी यसरी मेहन्दी देखाइदिनु यस्तो हाम्रो आमा कति सोकिङ हेर्नु न म भर्खरको भएर पनि हातमा मेहन्दी नि छैन पालिस नि छैन हाम्रो आमाले यहाँ पालिस नि छ मेहन्दी नि छ हरियो चुरा नि छ कति बिधि सोकिङ हुन्छ मेहन्दी कसरी लगा गाउँमा लगाइदिएको गाउँमा लगाएको छोरी हाले कसरी त्यस्तो हुन्छ नि आमा भात खाना खाँदा न्याक्कै हुन्छ आमा किन हो बढी नहुँदैन भात खाँदा न्याक्कै हुनु भइदियो अन्त हालिदिनु छोरा हालिदिन्छु मामा हालिदिन्छ आमा आउँछ हालिदिउँ पुगेको खाएन मासु खान्छु बिस्तारै बिस्तारै जबरदस्ती खाऊ जबरदस्ती खाऊ पर्दैन को गर्नुभएको छ लाइन नआएको किन हो लाइन पनि नआएको यतिसम्म आमा कुन त चिसो पानी खानु न आमा तार काट्दै होला अनि म खोलिदिन्छु गिलासमा हालिदिन्छ गिलासमा हालिदिन्छु नि त बस त्यसो धेरै खाने कि अन्त कति बजेको खाने बेला चुप लागेर खानुपर्छ हामी आमासँग गफ गर्दै खान्छ नि म कोसँग गर्ने त मम्मीसँग बोल्नु न पुग्यो इनफ भयो आमाको धेरै भइसक्यो यस्तो भात भात मिठो भयो भोक लागेको थियो जति भोक लागे पनि म फेरि त्यो भोक लगाएर यति धेरै थाल गरेँ नि अनि भोक नलागे यति खाने होइन मैले सदाबार एक मास यत्तिकै भने खानु मेरोभन्दा मेरो छोरीले चाहिँ बढी बढी खान्छ है तिमीले 3 चुट थप्यो है आमा आमा जति त खायो होला खायो आमाले पनि आजको धेरै खानु भएन यो पोर्कले चाहिँ अलिकति न्याक्कै बनाउँछ कि है जति सक्नुहुन्छ खानु आमा नसक्नु जति त्यही छोडिदिनु सबै खानु पाउँछ भन्नु छैन ल ल नस खाँदैन पिरो ल पानी खाउने हात धुएर आउँछ यहाँ बस्छ अहिले सबै हात धुने बाहिर गरेर आमाले खानिदिउँ बस्छ त्यतिकै बस्छ लास्टमा पिरो है सनी ह्याङ्की छ उता ह्याङ्की चाहिँ ह्याङ्की ल्याउ त ह्याङ्की होइन त्यो टाइपको होइन ह्याङ्की ल्याउ न त्यहाँ होला हेर न राम्रोसँग यो कोठामा कोठाबाट आएर पस्ने हो हजुर हिँड्बाटै हो नि ह्याङ्की छैन छ त्यहाँ सानो ह्याङ्की छ मैले अघि लिएर आएको ब्लु कलरको भयो त्यो ब्यागभित्र हेर त सानो छैन छोडिदेऊ कहाँ गयो त खै कता गयो बस न बस दाल राखिदिन्छु नि आमा किन सुक्खा खाएर यस्तो लागेर हो पोक ल्याएको भए ठिक्क हुँदैन थियो अघि पठानको पोक्दैन मासुहरू खाएको बेला कस्तो कोक खानु मन लाग्छ नि त मलाई चिल्लोहरू हुन्छ नि त
कस्तो खानु लाग्छ अघि नै जानुपर्ने चाहिँ ल्याउनु फेरि पानी कस्तो जहिले सोमबार पानी परेर हेर्नु न झ्याउ लाग्नु भाइ जहिले सोमबार पानी पर्छ भनेको आइतेको सोमबार पराएको अब कतिको आजबाट हट्यो हटेर अस्तिको सोमबार पानी पर्यो ननस्टप लामासँग जाने हो हँ ओ त हाते लामासँग जाने जानु तिमी हात धुएर आउँछौ अनि यो पनि लड जाऊ सानो यो धारामा राख्ने धारामा राखेर राख रोजु रोडिदिनु ल ल यहाँ त यो हाल्दै नटिप न सानो खानु खानु खायो मान्छे तरकारी दिउँ मासु अहिले मासु खाएको हाम्रो आमाको चाहिँ फर्स्ट मुकब्याङ भिडियो हो हामीसँग सबैजनाले माया गरिदिनु होला हाम्रो आमालाई अनि के कस्तो लाग्छ कमेन्टमा कमेन्ट गर्न नबिर्सनु होला है हो कि न आमा हो हो हँसाएर मान्छ अयो तिमीले त यस्तो त उ त्यो बाहिर उ त्यो गर्यो भने त त्यो बुढी आमा त बोल्नु पनि सकेको छैन भन्छ नगर है के नगर्नु यो मोबाइल त्यो बाहिर त्यो टिकटकमा हाल्दैन टिकटकमा हाल्दैन कि कहाँ टिकटकमा मुकब्याङ भिडियो हाल्छ मैले भइसक्यो खाने खाने के नखान सक्नु छोडिदिनु धारामा पानी आएन धारामा पानी आएन हो खान सक्नुहुन्छ कि नै बुझ्छ कि मेरो दम न ल छुट्यौँ न त हामी यहाँ आमाले चाहिँ धेरै यो पोहोरको भएर चाहिँ चिल्लो भएर धेरै खान त खानुभयो कि यति चाहिँ खान सक्नु भएन केही छैन ठिकै छ अब सबै खानुपर्छ भन्ने छैन आउनु छ हामीलाई बाहिर अनि यति भन्दै ल हाम्रो भिडियोहरू के कस्तो लाग्छ अब जति सक्छ हामी जस्तो हामी सक्छ त्यस्तै गर्ने हो के कस्तो लाग्छ अब भनिदिनु होला माया गरिदिनु होला सपोर्ट गर्नु होला सबैजनाले हेरिदिनु होला यति भन्दै छुट्टिन चाहन्छु बाई बाई लभ चुप्पा